ममका पिता रोबर्ट ह्याम्बर भन्नुहुन्छ, Bhagavad Gita is the most beautiful philosophical song adhering to the all-known tongue. पहिलेका वैज्ञानिकहरूले पनि भागवत गीता पढ्ने गर्थे, त्यही भागवत गीताबाट ज्ञान आर्जन गर्ने गर्थे अनि त्यही ज्ञानलाई वैज्ञानिक अन्वेषणसँग जोड्ने गर्थे। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छ, we owe a lot to the Hindus philosophies who teach us how to count, without which is worthless scientific discovery could have been made. अर्थात् आज महान वैज्ञानिकले पनि सनातन संस्कृतिलाई खुलेर प्रशंसा गरिरहँदा हामी जो सनातन संस्कृतिका मालिक हौं, हामी जो हिन्दू धर्म ग्रन्थका हिस्सेदार हौं, तर किन आज हामीले सनातन संस्कृतिलाई भन्दा नवागन्तुक संस्कृतिलाई बढी महत्त्व र प्राथमिकता दिइरहेका छौं? आज आम नेपालीले यसतर्फ सोच्न जरुरी छ र यो सोच्ने बेला टर्न थालिसकेको छ। आज हाम्रो भागवत गीतामा चक्रीय ब्रह्माण्डको कुरा उल्लेखित छन्। उपनिवेशमा जीव, आत्मा र परमात्माको सम्बन्धलाई उल्लेख गरिएको छ। पतञ्जलिका योग सूत्रहरू रोग लागेपछिको उपचार होइन सभाध्यक्ष महोदय, रोग नै लाग्न नदिने र दुर्बलता हटाउने एउटा अचूक उपाय हो। कैयौं वर्षपछि हुने सूर्य ग्रहण र चन्द्र ग्रहण हाम्रो पात्रमा कैयौं वर्ष अगाडि उल्लेखित छन्। ती कुनै वैज्ञानिक खोज र अनुसन्धानको उपज होइन, ती त हाम्रो सनातन संस्कृति र हाम्रो धर्मको उपज हो। यो कुरा आज सबैले मनन गर्न जरुरी छ।